सीधा कुरा हो त भाइ सिधै कुरा हो ल एउटा कुराको त एन्सर दिन यार मैले एन्सर दिनु पर्यो मैले तिमीसँग आएर नदिने भए के खाना आयो त यहाँ किन अब एन्सर नदिने भने चाहिँ अबदेखि हामी नेपाल भन्ने कुरा चाहिँ हामी नेपाल छोड्दै हामी भन्ने हामी नेपाल भन्ने कुरा हैन र सुमन गुरुङ भन्ने कुरा हैन हाम्रो जिन्जीको प्रोटेस्टमा आयो भने हैन म फेरि हेर म यही खुट्टा लिएर आउँछु बुझ्यो नि हामीलाई हाम्रो रगत र यत्रो 74 जनाको परिवारको पुरै नेपालको भावनासँग खेल्ने को कोही पनि हैन बुझ्यो नि को भनेको के को त्यही त भन्दा को कोले इनरले लेखेर मेरो गल्ती हो त भाइ एउटा कुरा याद गरे हुन्छ दाइ मलाई बरु म मर्न नि केही छैन मलाई मैले भने रत्ती डर छैन एक रत्ती डर छैन हैन तर भोलिको दिनमा यो नेपालको कुरामा हैन यो नेपालको कुरामा र यो भावनाको कुरामा हैन यो शहीदको कुरामा कसैले खेलबाड गर्छ भने हैन महाकसम मेरो आमा यहाँ छैन महाकसम दाइ हैन तपाईलाई मात्र भनेन जोसुकै याद गर जोसुकै होस् हैन चाहे मन्त्री होस् चाहे प्रधानमन्त्री होस् चाहे जोसुकै कर्मचारी होस् याद गर हैन एकजनाले हेपेर यताउति गर्छ हैन यो खेलबाड गर्छ यो भावनामा के गर्नुपर्छ हामी फेरि जान्छ तँलाई पेट्रोलले चलाउनु पर्छ कि मलाई पेट्रोलले चलाउनु पर्छ तयार हो आइम रेडी बुझ्यो नि एकजना